यहाँ भ्यू चाहिँ मजाको देख्दो रहेछ तर यहाँ चाहिँ सुट हुँदो रहेछ चाहिँ यसले बाइक कुदाउँछ होइन तलसम्म जाइदिउँ भनेर गएको हेलो गाइस हेलो भन्दै हेलो गाइस आज चाहिँ हामी खरसाङ एक्सप्लोर गर्दै आएको छु होइन अनि हामी चाहिँ यो खरसाङको माथि भ्यू पोइन्ट छ नि त त्यहाँनिर छु होइन यहाँबाट हेर्नु क्या दामी देख्छ भ्यू यसले बाइक कुदाउँछ होइन तलसम्म जाइदिउँ भनेर गएको यसको चाहिँ राइडिङ एकदम डरलाग्दो छ है गाइस यो छ भने चाहिँ तपाईँहरू साइड साइडमा छ भने चाहिँ यस्तो ओह्रालो झर्दा पनि हुन्छ तर म डराउँदिनँ नबस्दा पनि हुन्छ है जुन बेसी तल होइन अलिक तलसम्म जान्छु होइन त्यहाँदेखि उकालो छु त्यहाँदेखि अर्को लोकेसन जाउँ भनेको बस्दा न्युट्रलमा हिँड्ने स्टार्ट गर्न म न्युट्रलमै नै गर्ने यतिको खतरा हुनु पर्यो पेट्रोल दोकान लागि चाहिँ अब चाहिँ हेभेन जाउँ भनेको नि त अन्त हेभेनको लागि चाहिँ अब यो उकालो बाटो जानुपर्छ होइन भर्खर यताबाट आएको अब यो उकालो जानु यो बाटोहरू टिकट कसरी छ होला हौ भन्नु नि होइन यहाँ हेभेन जाने टिकट कसरी 50 रुपियाँ गाई चल यहाँ टिकट पनि लाग्दैछ हेभेन जाँदा यो चाहिँ तर काउन्टरमा चाहिँ ल यहाँ मेन गेट चाहिँ यो थिएछ होइन तर अब बन्द गरेको छ खै के रिजन होला नि त प्राइभेट प्रपर्टी दिस इज द प्राइभेट प्रपर्टी एन्ड प्राइभेट रोड फ्रम दिस पोइन्ट Trespassers will be त्यो मेटेको कहाँ अन्त हिँड्छु तर गाइस एउटा खतरा रास्ता यो कोही होइन गिद्धे निस्किन्छ होला सायद यहाँनिर एउटा खुब उयो रास्ता रहेछ नि त बाटो त दामी छ यहाँको यसो छ यहाँनिर हजुर होइन त्यहाँबाट जानु पुग्छ यहाँ माथि बिवेयर अफ वाइल्ड लाइफ अरे गाइस यहाँनिर चाहिँ यस्तो जङ्गल रहेछ नि त होइन त्यही भएर अब वाइल्ड एनिमलहरू पुरा होला नि त कहाँबाट के गर्नु सक्छ थाहै छैन कसैलाई यसलाई खाइदियो भने म घरमा के भन्नु ओए यहाँनिर त भूत पो छ देख्छ तँलाई ल साँच्ची भनेको त्यो भएर जग्गा बन्द गरेको पो त डिलिट गरेको भूत भयो भने के गर्छ हामीलाई हेभेन गएको हामी पनि गाइस मऱ्यो अब राम्रो काम गरेको छु नि हेभेन जाँदैछु अनि गाइस हाम्रो गाउँको बाटो भन्दा चाहिँ यो बाटो त कहाँ राम्रो रहेछ नि बाटोहरू त बाइकै ल्याइदिएँ म त अनि गाइस राम्रो बाटो छ क्या त्यहाँदेखि सिँढी आयो ओ कहिले पुग्नु न मान्छे भेट्छ न एनिमल भेट्छ छलक्कै भइसक्यो पुगी होला सायद गाइस हामी चाहिँ अलि हेभेन आइपुग्यो होइन
तर हेभेनमा केही छैन रहेछ त्यस्तो। यहाँ ठुलो ढुङ्गा रहेछ, ढुङ्गामा बसिरहेको छ। यहाँबाट भ्यू चाहिँ मजाको देख्दो रहेछ। तर यो भयो, यो सायद मान्दै जाने बाटो होला। यतिको लागि हामी कम्ता हिँडिन त्यत गाइस हामी चाहिँ फर्केको कि त्यस्तो मन परेन मलाई। आउनु त आएको पहिला होइन, पहिला चाहिँ मजाको थियो, बस्ने जग्गाहरू थियो नि त। अन्त अहिले त केही छैन रहेछ। अन्त के कस्तो लाग्यो तँलाई? रिभ्यू दे रिभ्यू। मलाई पनि ठिकठाक लाग्यो। 10 आउट अफ 5 है। 5 किन जो मजाको छ नि जग्गा हिँड्ने खालि मजाको हिँड्ने बाटो चाहिँ मजाको क्या, त्यही भएर म 5 दिन्छु। हिँड्दा हिँड्दा मैले एउटा डरलाग्दो कुरा देखेँ कि ममता लभ राहुल ल, राहुल चाहिँ हो है तर अब कुनै को लागि याद भएन होइन। यहाँ पनि रहेछ कि, यहाँ ममता रहेछ। को हो ममता? ममता फेमस छ त्यो त ममता फेमस छ गाइस। यहाँनिर चाहिँ को कुनै ममता यहाँ हेभेनबाट निस्केको कि। अन्त अब चाहिँ माथि के भन्छ डिपी जाउँ भनेको, डियर पार्क। गाइस अहिले चाहिँ हामी निक्ल्यौँ हो हेभेनबाट। अब हामी जाँदैछु डिपी डियर पार्क। कर्भहरू हेर्नुहोस् न, कर्भहरू। राइट यहाँ चाहिँ डविल स्कुल हो कि, मजाको रहेछ यहाँनिर है। पहिला त अर्कै थियो, अहिले हेर मजाको बनाइदिएछ हौ। तर यतिको चाहिँ हुनु पऱ्यो नि त, टिकट काटिदिने। अब चाहिँ मैले अहिले मलाई ईद खाना पनि खिलाउँछु अझै है। घुमाउनु पर्छ, खुवाउनु पर्छ। त्यसले मलाई भन्ने डविल पाइन फरेस्ट हेभेन फर नेचर लभर्स। यो चाहिँ हाम्रो अन्सुल ब्लगर। यसको चाहिँ खालि नाम मात्रै हो अन्सुल भन्ने हो, मा उडेको थियो यो चाहिँ। पहिला हुँदा यहाँनिर केही थिएन क्या, अहिले चाहिँ पुरा डेभलप भइसकेछ। निकै डेभलप भइसक्यो। पहिला त्यस्तो थिएन पनि कि। गाइस यहाँनिर चाहिँ 100 हाउस छ कि, भित्र गएर चाहिँ मेरो सातो गइरहेको छ। यस्तो डरलाग्दो त कहिले देखेको थिइनँ मैले। अम्बो सातो जान्छै भगवान् नि भगवान्, सातो नगएछ है। हेभी रहेछ नि। कुन चाहिँ कुद्दैन तर। क्रिसमस स्पेसल। अम्बो यहाँ चाहिँ डरलाग्दो रहेछ गाइस। ब्ल्याक प्यान्थर यहाँ चाहिँ सुट हुँदै रहेछ। सुट हिँड्छु रोमान्टिक फोटो खिच्दैछ। गाइस यहाँनिर चाहिँ स्टे गर्दा पनि हुन्छ कि के हो है। अब निस्किने यहाँबाट यता हेऱ्यो उता हेऱ्यो फोटो खिच्ने। ब्याकग्राउन्डमा चाहिँ आउने हाम्रै फोटो हुने छ यो र मेरो। ल गाइस अब निस्क्यो कि, अब यहाँ चाहिँ डिपी जाउँ भनेको। हुन्छ अब डिपीको देखाइन्छ ल। बाइकको के भन्छ चेनको भित्र त्यो ब्यारिङ हुन्छ कि, त्यो ब्यारिङ नै फुटेछ नि त कि। अन्त हामी यहाँ अब डिपीको प्लान क्यान्सल, अब बजारहरू बनाउने ल। गाइस हामी चाहिँ अहिले यहाँ ग्यारेज आइपुग्यो कि, अन्त बनिँदैछ मेरो बाइक। ल गाइस आज यतिमै ल, बाई बाई। लाइक शेयर एन्ड सब्सक्राइब।